भयो खै अझैसम्म पनि फोनसम्म पनि आएको छैन। बाबासित मोबाइल पनि छैन। कामले पो भ्याउनु भएन कि कहिलेकाहीँ साथीकोबाट फोन गर्नुहुन्छ, त्यही पनि अहिले त कति दिन भयो फोन पनि गर्नुभएको छैन। खै कामले भ्याउनु भएको छैन कि। तँलाई चाहिँ किन हौ बाबाको याद आयो क्या हो? होइन ऊ साथीको बाबाले पैसा पठाउनु भएको थियो। के दसैँको लागि? हाम्रो पनि पठाइदिनुहुन्छ होला नि त। त्यही दसैँको खर्चकै लागि त बाबा जानुभएको बाहिर। पठाइदिनुहुन्छ होला, भोलि पर्सितिर फोन गर्नुहुन्छ होला। फोन गर्नु भने भनिदिनु ल। के? ऊ मेरो साथीको बाबाले साथीलाई पैसा पठाउनु भएको छ अरे कपडा किनिदिनुको लागि। अनि मलाई कि कहिले किनिदिनुहुन्छ अरे भनिदिनु त। अनि पैसा कहिले पठाइदिनुहुन्छ अरे? अब रुक्न त, बाबाले फोन गर्नु दे। अब बाबाको सेलरी कस्तो छ, भेट्नु भयो कि भएन, हामीले अब मुखले भने जस्तो हुन्छ र? अब पठाइदिनु भयो भने त किनिदिइहाल्छु नि। अब त कपडै नलाउनु पाएर दसैँ जाने होइन क्या अरे। दसैँ यतिकै पनि जान्छ। हामी जस्तो गरिब दुखीले लाउनै पर्छ भन्ने पनि छैन। त नचिन्ता न त, हामीले नलाएर भए पनि तँलाई त ल्याइदिन्छु नि त। बाबाले नपठाइदिनु भएर के भयो त? म यताउता के खोजेर म किनिदिउँला नि त। अब त तँ पनि ठुलो भइस्, अलिक बुझ् न बाबा। हामी जस्तो गरिब दुखीलाई कसले पत्याउँछ त नानी? अब त्यही पनि त नचिन्ता। अब हेर्छु नि त, भोलि पर्सितिर यताउता गरेर भए पनि किनिदिउँला। त दुःख नमान।